ल आजको एकदम दिन सुरुवात भएको छ है। म चाहिँ कहाँ छु भन्दा आमा केबल कारमा है। गुटुटुटुटु गर्दा कस्तो हुँदो रहेछ है। आमा आइफाको 8 सेकेन्डमा चाहिँ रोपवे यहाँबाट 4 किलोमिटर कुद्नु भनेको मामुली कुरा हो। आमा यो चाहिँ स्टेसन रहेछ है। स्टेसनको नाम चाहिँ के रहेछ? दोरी स्टेसन अरे। पहाड हेर्नु नि आमा मुनि चाहिँ के बनाउँदैछ है। अन्त यहाँ चाहिँ आमा क्या मजाको चिउ चिउ रोटेपिङ खेले जस्तै हुन्छ त। आमा पहाड हेर्नु त पहाड। अझ यहाँ कटिङ हुँदैछ नि। त अन्त कत्रो ठुलो सिधा न सिधा भित्र पहाड काटेको जस्तै। यहाँ फेरि हाइवे यस्तो मजाको। यो चाहिँ युनिभर्सिटी अफ हाइफासम्म जाँदो रहेछ। अब यस्तो जङ्गल जङ्गलमा पनि यस्तो दामी रोपवे बनाएको छ अन्त। التخلى نخخيت تخنيون مركز. المحطة الحالية التخنيون المركز. The current station, Central Technion Station. बिल्डिङहरु हेर क्या दामी एउटै डिजाइनले बनाएको है। अनि डरै लाग्दो हुन्छ। ल लाग्यो अर्को स्टेसन अब आउँदैछ एउटा। थियो यसको माथिको मोटरको कुद्छ होला भने त भरे त तारै पो घुम्दो रहेछ त माथिको पाए तार। आम्बो अब यो यत्रो मोटर कुदाउने मोटर चाहिँ कत्रो दह्रो होला है, कति हर्स पावरको होला है। अब चाहिँ हामी लास्ट स्टेसनमा आइपुग्यो है। यो चाहिँ युनिभर्सिटी अफ हाइफा है। अब यहाँबाट तपाईँहरूले देख्न सक्नुहुन्छ है हामी आएको जग्गा कहाँ थियो, अहिले कहाँ आइपुगिसक्यो है। हाइफाको एरिया देख्न सक्नुहुन्छ कत्रो ठुलो है। यो देख्नु हुँदै गरेको चाहिँ यो ठुलो टावर भएको चाहिँ युनिभर्सिटी अफ हाइफा अरे। यस्तो पहाडको टुप्पामा चाहिँ यस्तो दामी दामी बिल्डिङहरु छ। ती माथि कलेज यस्तो टुप्पामा छ। ती माथि यो रोपवे देख्दा चाहिँ आमा डर लाग्ने तर है। बिल्डिङहरु पनि अन्त सानसानो है पहाडको टुप्पामा। लु हाम्रो स्टप आइपुग्न आँट्यो। स्टेसन आइपुग्यो। التخلى نخخيت Universitat Haifa. المحطة الحالية Station, University of Haifa. यताको जग्गाहरु चाहिँ यस्तो रहेछ फेरि हो। लु हामी फेरि अर्को चरणमा हामी चाहिँ फेरि घुम्दियौँ वापस है। यहाँबाट बाहिरको भ्यू हेर्नु। आमा साउन्ड पनि अन्त गुडुडुडुडुडु गर्दा कस्तो देख्छ हैन। झर्दै जस्तो है। जी फोर्सले गर्दा यस्तो भएको हौ। आमा यहाँ त झन् लेकहरू को छ त हौ। बिल्डिङहरुको डिजाइन हेर्नु। आमै मलाई चाहिँ ओभर मजा आयो है। घरमा गएर भात खानु नपर्ने भएको भए चाहिँ म दिनभरि घुम्थेँ होला आज म। आज दुई भाइको चाहिँ दामी भयो है एकछिन भयो। आमा नजारा पनि यस्तो छ है आमा पहाडबाट। हामीले चाहिँ सक्यौँ आजको राइड सक्यो है।